पहाडको एउटा सानो खोजमा सजिएको सुन्दर गाउँ। त्यही गाउँको मुख्य चोकमा एउटा पुरानो तर निकै चिटिक्क परेको घर थियो। बाहिर काठको एउटा ठूलो पाटीमा नीलो अक्षरले लेखिएको थियो, बाजेको खाजाघर। यो खाजाघर केवल एउटा भोजनालय मात्र थिएन, यो त त्यो भेककै एउटा इतिहास थियो। बिहानको झुल्के घामसँगै खाजाघरको चुल्हो बल्न सुरु गर्थ्यो। तावामा पराठा सिसिएको आवाज र अदुवा इलाइची मिसाइएको चियाको बास्नाले पुरै गाउँलाई एउटा नयाँ ऊर्जा दिएर बिउज्याउँथ्यो। हरिबहादुर, जो यो खाजाघरका मालिक थिए, उनी आफ्नो काममा यति मग्न हुन्थे कि मानौ उनी कुनै खाना होइन, कविता बुनिरहेका छन्। भान्साको एउटा कुनामा बसेर उनकी श्रीमती माया तरकारी काट्दै थिइन्। त्यत्तिकैमा एकजना पुराना ग्राहक चियाको चुस्की लिँदै बोले, "वाह हरिभाइ, तपाईको हातमा त जादु छ। सहरका ठूला ठूला तारे होटलमा पनि यस्तो स्वाद र यस्तो न्यानोपन कतै पाइँदैन।" हरिबहादुरले आफ्नो निधारको पसिना पुछ्दै मुस्कुराएर भने, "यो मेरो हातको कमाल होइन साउजी, यो त यो चुल्होको विरासत हो। मेरो बाजेले सुरु गर्नुभयो, बुवाले थाम्नुभयो र अहिले म यसको सेवा गरिरहेको छु। यो खाजाघरको दाल र रोटीमा हाम्रो 3 पुस्ताको इमानदारी मिसिएको छ।" कुराकानी चल्दै गर्दा खाजाघरको अगाडि एउटा धुलो उडाउँदै बस रोकियो। बसबाट एउटा आधुनिक लुगा लगाएको, काँधमा ठूलो ब्याग झुन्ड्याएको युवक ओर्लियो। उसलाई देख्ने बित्तिकै मायाको हातबाट तरकारी काट्ने चक्कु झन्डै खस्यो। "आयो आयो, मेरो छोरा आयो!" माया खुसीले कराउँदै बाहिर दौडिन्। रोहन सहरमा होटल म्यानेजमेन्टको पढाइ सकेर 3 वर्षपछि घर फर्किएको थियो। हरिबहादुरको छाती गर्वले फुल्यो। उनले आफ्ना सबै ग्राहकलाई परिचय गराए। "हेर्नुहोस् मेरो छोरा, अब त यसले यो खाजाघरलाई अझै माथि पुर्याउने छ।" उनले सहयोगी चन्दुलाई हराए। "चन्दु, जा बाबुका लागि तातो पराठामा टन्न घिउ हालेर ल्या।" तर रोहनको अनुहारमा एउटा अर्कै सोच थियो। उसले मुसुक्क हाँस्दै भन्यो, "होइन बुबा, मलाई अहिले पराठा होइन, एउटा ब्ल्याक कफी बनाइदिनु न, चिनी नहालेको।" खाजाघरमा एकछिन सन्नाटा छायो। चन्दुले अचम्म मान्दै सोध्यो, "ब्ल्याक के रे बाबु?" हरिबहादुर हाँसे, "अरे बाबु, यो सहरको कडुवा पानी यहाँ नखा, तँलाई त मैले आफ्नै हातले बनाएको विशेष चिया पिलाउँछु।" तर रोहनले नम्रताका साथ अस्वीकार गर्यो र आफै भान्सातिर छिर्यो। त्यो रात खाजाघर बन्द भएपछि परिवारका 3 जना भुइँमा बसेर खाना खाँदै थिए। सधैँ हाँसो ठट्टा हुने त्यो घरमा आज एउटा अनौठो गम्भीरता थियो। रोहनले बिस्तारै भन्यो, "बुबा, मलाई यो खाजाघरमा केही कुरा चित्त बुझिरहेको छैन। हामी अझै पनि उही पुरानो दाल रोटीमा अड्किएका छौँ। दुनियाँ धेरै अगाडि बढिसक्यो। मान्छेहरू अब अनुभव खोज्छन्।" हरिबहादुरको हातमा भएको रोटीको गाँस बीचैमा रोकियो। उनले गम्भीर हुँदै सोधे, "अनुभव? के यो 3 पुस्ताको प्रेमले पुगेन?" "मैले भन्न खोजेको त्यो होइन बुबा। मैले होटल म्यानेजमेन्ट पढेको यो खाजाघरका लागि होइन। म यहाँ एउटा आधुनिक क्याफे खोल्न चाहन्छु, जहाँ पास्ता होस्, बर्गर होस्, फ्री वाइफाई होस्। त्यहाँ ग्रोथ छ, त्यहाँ पैसा छ। यो पुरानो खाजाघरले अब हामीलाई कतिन्जेल पाल्छ?" हरिबहादुरको स्वर एकाएक कडा भयो। "ग्रोथ? पैसा? रोहन, यो खाजाघर मेरो लागि व्यापार मात्र होइन, यो मेरो बाजेको पहिचान हो। के त 3 पुस्ताको विरासतलाई पास्ता र बर्गरमा साट्न चाहन्छस्?" रोहनले पनि अलि चर्को स्वरमा भन्यो, "विरासतको अर्थ एउटै ठाउँमा अड्किनु होइन बुबा, परिवर्तन नै संसारको नियम हो। यदि हामी बदलिएनौँ भने हामी पछि पर्छौँ।" बहस बढ्दै गयो। अन्ततः हरिबहादुरले आक्रोशमा आएर भने, "यदि तँलाई मेरो खाजाघर पुरानो र बेकार लाग्छ भने त आफ्नै बाटो लाग। यो खाजाघरको ढोका अब तेरा लागि बन्द भयो।" भोलिपल्ट बिहान रोहनले आफ्नो झोला प्याक गर्यो। ऊ जानै लाग्दा पर्यटकहरूको एउटा बस खाजाघरको अगाडि रोकियो। केही सहरिया कलेजका विद्यार्थीहरू भित्र पसे। "अङ्कल, पिज्जा वा गार्लिक ब्रेड पाइन्छ?" एकजना केटीले सोधिन्। हरिबहादुरले रुखो स्वरमा जवाफ दिए, "यहाँ पिज्जा पाइँदैन। खानु छ भने दाल, रोटी र काउलीको तरकारी छ, नत्र अर्को ठाउँ जानुस्।" ती पर्यटकहरू निराश भएर उठ्न लागे। यो दृश्य रोहनले देखिरहेको थियो। उसको मनमा केही चल्यो। ऊ सरासर भान्सामा पसेर भन्यो, "पक्नुस्, पिज्जा त छैन, तर त्यो भन्दा पनि विशेष केही छ।" रोहनले पराठाको पिठो लियो, त्यसमा घरमै बनाइएको ताजा पनिर, केही स्थानीय मसला र तरकारीहरू मिसायो। उसले तेलको सट्टा घिउ प्रयोग गरेर त्यसलाई तावामा यति कुरकुरे बनायो कि त्यसको बास्नाले बाहिरका ग्राहकहरूलाई लोभ्यायो। उसले त्यसलाई पिज्जाको जस्तो टुक्रा पारेर माथिबाट ताजा चीज र मसलाको एउटा सस हालेर पस्कियो। उसले नाम दियो गाउँले पिज्जा। जब ती पर्यटकहरूले त्यो चाखे, उनीहरूका आँखा खुल्लाका खुल्लै भए। "ओ माई गॉड, यो त सहरको पिज्जा भन्दा पनि 1000 गुणा मिठो छ। अङ्कल, अरू 4वटा थपिदिनुस् न।"
हरिबहादुर भान्साको एउटा कुनाबाट यो दृश्य हेरिरहेका थिए। उनले देखे कि छोराले स्वादमा सम्झौता गरेको थिएन, उसले त केवल पस्कने तरिका मात्र बदलेको थियो। त्यो भिड कम भएपछि गाउँका पाका ठाकुर काका त्यहाँ आए। उनले हरिबहादुरको काँधमा हात राख्दै भने, हरि, सम्झ त तिम्रो बुबाको पालामा मान्छेहरू भुइँमा बसेर पातमा खान्थे, तिमीले यो टेबल र स्टिलको थाली ल्यायो, के त्यो परिवर्तन थिएन? विरासत भनेको पुरानो रीतिमा टाँसिरहनु मात्र होइन हरि, विरासत भनेको त त्यो आत्मा हो जसले मान्छेको पेट र मन दुवै भर्छ। आज रोहनले त्यही आत्मालाई नयाँ रङ दिएको छ। हरिबहादुरका आँखाबाट एउटा आँसुको थोपा खस्यो। उनलाई आफ्नो गल्तीको महसुस भयो। उनी हतार हतार बस स्टपतिर दौडे, जहाँ रोहन बस पर्खिरहेको थियो। रोहन, हरिबहादुरले पछाडिबाट बोलाए। रोहन फर्कियो। बाबुको अनुहारमा अब रिस होइन, एउटा छुट्टै प्रेम र गर्व थियो। हरिबहादुरले हाफिँदै भने, बाबु, त्यो कार्ड घोट्ने मेसिन कहाँ पाइन्छ रे? र त्यो के रे गाउँले पिज्जा? आजैदेखि त्यसलाई मेनुमा थप्नुपर्छ। मलाई पनि सिकाउ न त्यो कसरी बनाउने। रोहनका आँखा पनि रसाए। उसले आफ्ना बुबालाई कसिएर अन्गालो हाल्यो। केही महिनापछि बाजेको खाजा घरको रूप फेरिएको थियो। काठका पुराना बेन्चहरूमा अब नरम गद्दीहरू थिए। भित्तामा गाउँको कला र संस्कृति झल्किने फोटोहरू सजाइएका थिए। एकातिर हरिबहादुरको पुरानो दाउरे चुल्होमा दाल पाकिरहेको हुन्थ्यो भने अर्कोतिर रोहनको कफी मेसिनबाट सुगन्धित कफी निस्किरहेको थियो। एक साँझ हरिबहादुरले आफैले बनाएको कफी रोहनको अगाडि राख्दै भने, ले बाबु, तेरो सहरको कडुवा चिया आज बुबाले बनाएको। रोहन मुस्कुरायो र भन्यो, बुबा, यसमा त सहरको कफीमा भन्दा धेरै माया मिसिएको छ। खाजा घर अब केवल खाना खाने ठाउँ मात्र रहेन, यो त एउटा यस्तो सङ्गम बन्यो जहाँ पुराना पुस्ताका मूल्य र नयाँ पुस्ताका सपनाहरू सँगै मिलेर मुस्कुराइरहेका थिए। बाजेको खाजा घर बदलिएको थियो, तर उसको आत्मा, उसको त्यो मौलिक स्वाद र प्रेम पहिले भन्दा अझ गाढा भएको थियो।